Hello guys, फेरि पनि अर्को भिडियो लिएर भ्लगमा आजको भ्लग चाहिँ भाइटिका भ्लग हुन्छ। अहिले चाहिँ रात भइसकिसक्यो, 7 बजिसकिसक्यो होइन। अहिले चाहिँ भाइटिकामा जाने। अर्को त अब भाइटिका खासै त बिहानै हुन्छ, दिउँसो हुन्छ। तर हाम्रो चाहिँ टाइम नमिलेर चाहिँ म चाहिँ भर्खर जाँदैछु पर दिदीकोमा। दादाहरू आउनुहुन्छ अरे, आउनु भएको छ अरे होइन। सधैँ अर्सा लगाइदिनुहुन्छ यहाँ दादाले, दादाहरूलाई हामीलाई दिदीले होइन माया गरेर सबैलाई ल्याइदिन्छ। तर अहिले चाहिँ म एक्लै जाँदैछु, छैन कोही पनि, एक्लै जाँदैछु। उहाँ साथीहरू पनि हुन्छ, दिदीहरू पनि हुन्छ। अन्त लन्दा बिजुल्दा नि सायद आउँछ होला, बिजुल्दा नि कपुरा म साथी लन्दा अन्त अरू दाहरू हुन्छ। त्यहाँ जाँदैछु र आजको भाइटिकामा मेरो टाढा भएको दिदीहरूलाई, बहिनीहरूलाई होइन धेरै माया सम्झना छ। योपालि पनि लाउनु पाएन हामीले, टाढो भएर धेरै साल भइसकिसकेको छ नलाउनु पाएको। तर अब आउँछ होला, कुनै साल हुन्छ होला होइन। अहिले यस्तो चलिरहेको छ। दिदीहरू उहाँ हुनुहुन्छ, बहिनीहरू उहाँ हुन्छ, म यहाँ टाढो छु, आउनु पर्दैन। तर जे भयो नि यसो टाइममा बिहान मेसेजहरू गरेर फोनहरू गरिदियो भने पनि त्यही ठुलो कुरो होइन, त्यही ठुलो कुरो हो। धेरै खुसी लाग्यो। बिहान उठ्दाखेरि सबैको मेसेज आइरहेको थियो, भाइटिकाको यस्तो यस्तो ब्लेसिङ्सहरू पनि दिनुभयो दिदीहरूले होइन। बहिनीहरूले पनि धेरै ब्लेसिङ्सहरू दियो। मेरो बहिनीहरूलाई नि त्यही हो, राम्ररी बस्नु, राम्ररी बस्नु, सबै कुराहरू तिमीहरूको इच्छाहरू पुगोस्। अब त ठुलो नै भयो तिमीहरू, चाहेको सपना पुरा गर्नु, जेको सपना धेरै त्यही पुरा होस् तिमीहरूको पनि होइन। मलाई पनि धेरै धेरै माया छ। दिदीहरूलाई त अब के भनौँ, दिदीहरूले त अब दिदीहरूलाई नै अब के भन्नु, दिदीहरूलाई त थाहै छ। तर पनि राम्ररी बस्नुहोस्, तपाईँहरूले दिएको ब्लेसिङ्स लागिहालोस् मलाई होइन। लाग्छ पनि, यस्तो सालसम्म लागिरहेको छ होइन, त्यही जस्तो लाग्छ। अहिले चाहिँ म जाँदैछु एक्लै। आज साथी पनि छैन, कोही छैन, एक्लै आज फेरि भाइटिकामा चाहिँ एक्लै लाग्नु। यहाँ लाएर फेरि अस्तिको जग्गा जाँदैछु, साथीहरूको रुमकै छेउमा जाँदैछु। त्यहाँ लाएर चाहिँ फेरि अब कति टाइम हुन्छ होइन, त्यहाँ फेरि लगाइसकेर चाहिँ यता फेरि मेरो रुममा फर्किनुपर्छ। त्यहाँ पनि छ नि त मेरो दिदी, उसले पनि लगाइदिन्छ हो। त्यहाँ सकेर फेरि आउनुपर्छ यता, यस्तै छ। आज साथी कोही पनि छैन। उतातिर त मजा आइरहेको होला, हाम्रो जस्तो छ देउसी भइरहेको होला। यसो देउसी छैन, यस एउटा यो चाहिँ मनाउनु पर्ने छ, मलाई लाग्छ होइन। दिदीहरूले खुसीले जाँदैछु। यो दिउँसै लाउनु पर्ने हो, तर टाइम पाउँदैन, टाइम मिल्नु पऱ्यो सबैजनाको। लैदै गरेर चाहिँ फ्रेस भएर ड्युटीबाट आएर चाहिँ गएको यतिखेर है। नाइटको दिउँसो यहाँ आएको चाहिँ बेलुकादेखि यहाँ लगाएर फेरि अरू भएर फर्किनुपर्छ। गोरेहरू आएको छ होइन, कालेहरू गाह्रो रहेछ कसो भयो हाम्रो गएर यस्तो हो भने हो होइन। होइन तिमी त्यो लाइटले छेलिन्छ नि त, त्यही भएर तिमीलाई कहिले लाग्यो साथीभाइले
ठुलो बिरको खाली चाहिँ अलिक बुढो बुढो भएकोलाई एक साल चाहिँ चिसो बियर सुन्दै आउनै पर्छ मेरो रुम ट्याक्सी लिएर आउँछु कि मेरो रुम गएर फेरि उता अगाडि कल गरेर पर्खिरहनु भएको छ अरे त्यही भएर म आफ्नो रुम जानेछु लिनुहोस् न भन्नु खुट्टा भाग्य मेरो भाइ सधैँ टिका लाउनु पाऊँ अर्को साल नयाँ बुहारी भन्ने अर्को नयाँ बुहारी घेराउनु बुहारी फोटो खिचेर मायाको टाँसिदेऊ कि दैलामा फोटो खिचेर मायाको टाँसिदेऊ कि दैलामा आजको भाइटिकामा चाहिँ यस्तो भयो सबै कुरा होइन राम्रै भयो पर सकेर नि यतापट्टि भ्याएर पनि सबै रमाइलो पनि भयो या हाम्रो परदेशी जिन्दगीमा पनि यस्तो भयो होइन धेरै खुसी लाग्यो सबले सम्झिदियो सम्झेर बोलाइदियो र आजको भिडियो चाहिँ यही थियो हाम्रो भाइटिका ब्लग थ्याङ्क यू सो मच फर वाचिङ